हेलो नमस्कार साथीहरु। आज म तपाईहरु सबैलाई कसरी केही पैसा खर्च नगरिकन घरकै सामानहरु युज गरेर कसरी हामीले राम्रो आफ्नो छतमा गार्डन बनाउन सक्छौं त्यो म देखाउन जाँदै छु। फर्स्टमा तपाईले हेर्न सक्नुहुन्छ मेरो सयपत्रीका यो फूलहरु एकदम फुल्ने तयारीमा भइसकेका छन्। सबैमा राम्रो कोपिलाहरु आएको छ र केही दिनमा मजाले फक्रेको छ। यो मैले कसरी बनाए भन्दाखेरि तपाईले हेर्न सक्नुहुन्छ तलको जति पनि रोपेको छु यो भनेको चाहिँ तपाईको पिठोको झोला भयो, सरफको झोला भयो, तिनीहरु युज गरेको छु मैले। अनि त्यसलाई ग्रो ब्याग बनाएर त्यसको तल बानेर त्यसलाई ग्रो ब्याग बनाउन मिल्छ। त्यो म तपाईलाई देखाउँछु भिडियोमा। त्यो ग्रो ब्यागमा माटो राखेर मैले सयपत्रीको पहिला चाहिँ यो फूलको त्यो बोट बनाए, सानो थलाहरु बनाए, त्यसलाई लगाएर मैले सयपत्रीको यो एउटै फूलको थुङ्गबाट मैले बनाएको हुँ र यो अहिले आएर एकदम राम्रो फुल्ने अवस्थामा आइसकेको छ। त्यस्तै तपाईले यहाँ एउटा बोगनभिल्लाको पनि देख्न सक्नुहुन्छ। त्यसमा पनि भर्खर यो सुरुवातै छ, यो पनि सानो प्लान्ट छ र यसमा सानो सानो फूल आउन थालिसकेको छ। त्यस्तै तपाईले माथि हेर्न सक्नुहुन्छ यो मैले प्लास्टिकको पीवीसी ग्रो ब्यागमा राखेको छु। यसमा सदाबहार फूलमा पनि एकदम राम्रो फ्लावरिङ आएको छ अनि यसमा मैले सयपत्रीको पनि एउटा राखेको छु। त्यस्तै यो अर्को पनि एउटा फूल हो, यसमा अहिले फूल आएको छैन तर अब छिट्टै आउँछ। यसमा पातहरु पनि राम्रै डेभलपमेन्ट भइरहेको छ। यो चाहिँ गुडहल फूल भन्छ यसलाई, गोदावरी फूल भन्छ सायद नेपालीमा चाहिँ। ओके, त्यसपछि अब हामी अगाडि जाउँ। यता मैले यो हरियो ग्रो ब्याग हुन्छ, त्यो हरियो ग्रो ब्यागमा मैले प्याज रोपिदिएको छु अनि प्याज पनि मैले पकोडा बनाएर 2 चोटी 3 चोटी हामीले खाइसक्यौं अनि अझै फेरि नयाँ आउँदैछ। त्यस्तै सानो ग्रो ब्यागमा मैले 2टा टमाटरको बोटा लगाइदिएको छु। यसमा फूल पनि छ। त्यस्तै अर्को ठुलोमा पनि मैले टमाटरको बोटा हालिदिएको छु अनि यो सबैमा मैले घरकै मल युज गर्ने गर्छु। तरकारीकै त्यो घरमा निक्लिने तरकारीको जति वेस्टहरु हुन्छ तिनीहरुबाट मैले मल युज गर्छु। बाहिरको मैले केमिकल केही मल युज गर्दिन अनि सबै घरायसी नै वेस्टबाट सिम्पल तरिकाले एकदम छतमा मैले उमारिरहेको छु। सबैमा टमाटर पनि हेर्न सक्नुहुन्छ फूलहरु आइराछ। त्यस्तै यता हेरौँ, यता पनि यस्तै टमाटरको बोट छ। टमाटरको 4टा बोट छ यसमा अनि बिचमा एउटा फूल छ। यहाँ मैले हेर्नुस् काउली पनि लगाएको छु। काउली पनि राम्रै प्रोग्रेसमा छ। यता मैले यो फलामको यो के हुन्छ डेक्ची जस्तोमा मैले गेन्दाको फूल लगाइदिएछु सयपत्रीको। अनि यस्तै यो ग्रो ब्यागमा यो अम्बाको पनि बोट छ प्लस सयपत्रीको फूलको पनि बोट यसमै छ। अनि अझै एउटा म तपाईहरुलाई देखाउँदै छु। त्यो चाहिँ मैले घरमै भएको वेस्टहरु जस्ता थियो त्यसै जस्ताकै घेरेर मैले यो रेक्ट्याङ्गल जस्तो बनाइदिए घेरेर अनि तल चाहिँ पानी नजाओस् भनेर त्यो प्लास्टिकको त्यो बिछाएर त्यसमाथि चाहिँ मैले माटो राखेर छतमा एकदम राम्रो खालको मैले यो माटोको बेड बनाए अनि त्यसमा हेर्नुस् टमाटर लगाएको छु मैले। काउली पनि त्यसमै छ अनि फूल पनि छ बिचमा अनि यो त्यही भएर यसरी। अनि यहाँ ग्रो ब्यागमा हेर्नुहुन्छ भेन्टा हेर्न सक्नुहुन्छ, यता पनि खुर्सानी छ। त्यही भएर तपाईले यो एकदमै सिम्पल तरिकाबाट यसरी घरमा आफैले केही खर्च बिना आफ्नै नर्मल यो घरको वेस्टहरु युज गरेर एकदम राम्ररी गार्डनिङ गर्न सक्नुहुन्छ। ल मलाई लाग्छ पक्कै पनि यो तपाईहरुको लागि इन्फर्मेसनल भयो होला। धन्यवाद। फेरि पनि हाम्रो भिडियो हेर्दै गर्नु होला। हस्, नमस्ते।